So hello beautiful people, welcome back to my YouTube channel. This is me Vinod and you watching Vinod Reaction YouTube channel. So फेरि पनि मैले अर्को रियाक्सन भिडियो लिएर आइसकेको छु गाइस। जुन भिडियो चाहिँ हाम्रो भरत भाइकै रहेको छ। उहाँले चाहिँ हाम्रो राजकुमार थापा उर्फ लाजकुमार थापा को भिडियोलाई रोस्ट गर्नु भएको थियो हैन। त्यो भिडियोलाई मैले आज रियाक्ट गर्न गइरहेको छु। सो कस्तो हुन्छ गाइस, सँगै बसेर हेरमै। राम्रो लाग्यो भने कमेन्ट गरिदिनु होला हैन। केही गल्तीहरु भएको भए सुझावहरु दिनु होला कमेन्टमा हैन। सुझाव सल्लाहहरु दिनु होला। सो ढिला नगरिकन गाइस अब हामी सुरु गर्छौं हाम्रो राजकुमार थापालाई रोस्ट गरेको भिडियो। सो लेट्स गो। मेरो गेडा खा भाइ। शुरू में क्या बोल रहा है? मैले के गरे हैन, मलाई हेर्नु नि नि सानो सानो चीज के लिए क्या भाइ 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 मार्केट भन्दो रहेछ। हामीले बजार भन्छ नि, यसलाई चाहिँ मार्केट भन्छ क्या तपाईको। अब अमेरिकामा यसलाई चाहिँ ब्याग भन्दा रहेछ हैन, नेपालमा चाहिँ यसलाई झोला भन्छन्। झोला खोइ त्यो पनि यसरी लड्छ यार। Ja, dit has my madam to do. यो खाल्डो त लड्ला भनेर बनाएको खाल्डो हैन भाइ। गाउँमा खानेपानीको पाइप लग्नलाई बनाएको खाल्डो। यहीँदेखि हामीले थाहा पाइसक्यो। तमुजी त्यहाँनिर प्रत्यक्षदर्शी भएर पनि थाहा नपाए। ठीक छ सबै ठीक भए पनि ठीक नभए पनि तमुजीले गर्ने के हैन, एक्सिडेन्ट भएको पछाडि गएर टाउकोमा गोप्रो लगाएर भिडियो बनाएर त्यही भिडियो युट्युबमा हालेर सो अलि साल यहाँ चाहिँ खतरा कुदाउँछ क्या यो डडाङ डडाङ हैन। म त्यसको पछाडि ला ला ला। And this video is made for entertainment purpose only. There is no हेलो एन्ड नमस्ते गाइज। के छ, सन्चै हुनुहुन्छ? आई होप सबैजना सन्चै हुनुहुन्छ, एकदमै स्वस्थ अनि तन्दुरुस्त हुनुहुन्छ होला। फेरि पनि स्वागत छ हजुरलाई नयाँ भिडियोमा। मैले चाहिँ अघिल्लो भिडियो बिकी रोस्टलाई रोस्ट गरेको थिएँ। हजुरले त्यसमा पनि अलि सपोर्ट गर्नु भएको छ। त्यति सपोर्ट चाहिँ छैन, त्यही पनि सपोर्ट चाहिँ गर्नु भएको छ। त्यसको लागि धेरै धेरै माया। नेपालमा मोटो भ्लगरहरूले धेरै बाइक चलाए के, आज त्यही भएर म तिनै मोटो भ्लगरले चलाउन गइरहेको छु। त्यसमा पनि को थाहा छ? राजकुमार। The Rajkumar is directly proportional to traffic police. मैले के गरे हैन, मलाई हेर्नु नि नि ट्राफिक पुलिस छ भने राजकुमारको कन्टेन्ट छ, नत्र छैन। मैले यसलाई चिन्न त चिनेको थिएन। अनि म एक दिन फेसबुक चलाइरहेको थिएँ। फेसबुकमा चाहिँ हम भाइ भाइ है कि नहीं ये भाइ भाइ हैन, हम भाइ भाइ हैन, हम भाइ भाइ है ना, भाइ भाइ है कि नहीं ये सानो सानो चीज के लिए क्या भाइ 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 हम दूर से आए हैं, ऐसा मत करो यार, हम नेपाल से आए हैं, आपका भाई है हम। अब यो राजकुमार नेपालमा बाइक र मोटरसाइकल कुदाउँदै मान्छेलाई जिस्काइरहेको थियो। यसै गरी अब इन्डियामा पनि जिस्काइदियो भन्ने ठानेको थियो। यसको अहिले कन्डिसन हेर्दा सालेले कट्टुमा मुतिसक्यो। यो साला यस्तो मोटे भ्लगर हो कि जसले चाहिँ भ्युज र कन्टेन्टको लागि ट्राफिकहरूलाई कोट्याउने काम गर्छ कि। मैले के गरे हैन, मलाई हेर्नु नि नि आजले ट्राफिक पुलिस पनि कति हुन पनि राजकुमारको भ्लगमा प्राय ट्राफिकसितै झगडा भएको देखिन्छ हैन। हामीहरूले पनि हेर्दै आएको हैन, भ्लग हेर्दाखेरि देखिन्छ त्यो हैन। बिग्रेको यो राजकुमारले केही गरेको छैन भने किन रोक्नु भयो होला? केही गरेको छैन यसले। त त मिस्टेकमा मोटो भ्लगर भइसक्यो। ट्राफिक पुलिस भने मिस्टेकमा ट्राफिक पुलिस भएको होइन क्या, सित्तैमा रोक्नलाई भाइ। तैँले गल्ती गरेको, त्यही भएर ट्राफिक पुलिसले रोकेको भाइ। तैँले आफू जस्तै 3-4 झ्यास्नेहरूलाई इन्डियाबाट बोकेर ल्याएको छ, अनि इन्डियाबाट यहाँ नेपालमा आएर ट्राफिक पुलिसलाई जिस्क्यायो भने कसले रोक्दैन भाइ? तपाईले यसरी छुँदाखेरि तपाईले हात लगायो भन्नुहुन्छ यार सर। ए भाइ छुनु किन पर्यो? बर्दियो भएको पुलिसलाई छुनु किन पर्यो? तेरो घरमा गर्लफ्रेन्डलाई छोए जस्तो हो र भाइ। ल ल ल 30 मानिसहरूले 60 काटेर हुन्छन्, त्यसै बीचमा घुसाएर 50-60 स्पिडमा हाल्छ। अनि ट्राफिकको मुलिसमा आएर 30 स्पिड 30 भनेर लाज मान्के पाखण्डे। के गल्ती गरे त्यो त भन्नु न, के गल्ती गरे भन्नु नि सर। तेरो बा झस्ने झुटो बोलिस, झुटो 60को स्पिडमा हाल्ने नि 30 भनेपछि मुझे अनि गल्ती हैन त्यो। निकाल्नु न भने त्यो त के गल्ती गरे पहिला भन्नु न। कति अटेरियो के, कति जिद्दी गर्ने यो मोटो ब्लगर। कागज पत्र निकाल भन्दैछ, निकाल न मुझे, निकाल कागज पत्र। हैन 30 को मा चाहिँ साउन्ड ठुलो भएर हो क्या सर, 600 सीसी को बाइक भएर। ए राजकुमार मोटो ब्लगर यामार्पीले पनि बाइक किन्छ के, तर त्यत्रो फुर्ती चाहिँ लाउन्न के आफ्नो बाइकको साउन्ड। सीसी 600 सीसी 600 सीसी। यो चाहिँ मार्केट भन्दो रहेछ, हामीले बजार भन्छ नि, यसलाई चाहिँ मार्केट भन्छ क्या तपाईको। अब अमेरिकामा यसलाई चाहिँ ब्याग भन्दा रहेछ हैन, नेपालमा चाहिँ यसलाई झोला भन्छन्। झोला के भन्ने यार। कस्तो मजा लड्यो यार म। छ्या जसले यो खाल्डो खनेको है त्यो पनि यसरी लडोस् यार। Ja, dit has my madam to do. यो खाल्डो त लड्ला भनेर बनाएको खाल्डो हैन भाइ। गाउँमा खानेपानीको पाइप लग्नलाई बनाएको खाल्डो। यहीँदेखि हामीले थाहा पाइसक्यो। तमुजी त्यहाँनिर प्रत्यक्षदर्शी भएर पनि थाहा नपाए। अब त मगरे कान्छाले साइकल चलाउँछस् भनेर गाउँको विकास पनि छोडिदिनु भाइ। सुरज भाइ मेरो गेडा खा भाइ। ठीक छ ठीक भए पनि ठीक नभए पनि तमुजीले गर्ने के हैन, एक्सिडेन्ट भएको पछाडि गएर टाउकोमा गोप्रो लगाएर भिडियो बनाएर त्यही भिडियो युट्युबमा हालेर
कमाउने काम त भाइ तेरो नत्र त मान्छेले ठिक छ सबै भन्नुभन्दा अगाडि त्यहाँदेखि उत्रेर फटाफट उठाउन जान्छ के भाइ तो यार बिचरा सा माया लाग्यो यो राजकुमार पाखण्डेले झुटो बोल्ने आदत बसिसक्यो साँच्चीकै यसलाई माया लाग्दो त यो त्यहाँदेखि उत्रेर त्यहाँ सहयोग गर्न गइहाल्थ्यो नि त भिडियो किन बनाउँथ्यो तेरो यो भ्लग हेरेर मलाई लाग्छ त माया ममता समानुभूति जस्ता कुराहरूबाट धेरै टाढा छ माया बाटो लिएर जान आँटेको तर त्यो साइकल चल्ने ट्र्याक हो क्या सो कसैले गाली नगर्नु होला मलाई है अब नहुने काम तँ गर्छस् मोजी अब तँलाई पूजा गरौँ गाली नगरेर यतिको चाहिँ हुनुपर्छ पूजा गरौँ माधुरी त हामीले हिँड्न पनि दिएन अब यो मुजीले बाटोमा हिँड्न लागेको मान्छेलाई राम्रोसँग हिँड्न दिएको छैन बाटोमा मजाले हिँडिरहेको मान्छेलाई भित्तामा चप्टाउन पठाएको छ साला सेकेन्ड नम्बरमा छ सेकेन्ड नम्बरमा 150 हानिदिन्छ ओइ ओइ साइड लाइट 40-45 आवाज चाहिँ 1 नम्बरमै बटारे हो तिर्के पाखेर सवाल लिने 100 को स्पिडमा हालेर 40-45 मा कुदायो भन्न लाज मान के साला पाखण्डे हेर्म गरे कान्छ त जे गर्दैछस् त गलतै गर्दैछस् भाइ ट्राफिक अंकलहरुले पनि गर्ने भने तेरै लागि हो अब तँलाई तेरो ज्यानको माया छ कि छैन त आफै डिसाइड गर अब कुन दिन रुटिन अफ नेपाल बन्दाले के हाल्छ मलाई थाहा छैन 40-45 छ तपाईलाई किन हैन चिट काट्नु छ भने काट्नु तर त्यस्तो झुटो बोल्दैन के भन्नु हो यार यस्तो चाँचडेहरुलाई जति झुटो बोल्दैछस् त जति उल्लु बनाउँदैछस् त्यो तेरै लागि मूर्खताको काम हो भाइ सर अलिकति मुख सम्हालेर क्या यो भएन भाषा चाहिँ अलिकति उ गर्नु भने क्या अब यो मुजी पाखण्डेले ट्राफिक पुलिसले खुब ज्ञान चोदिरहेछ यानी कि ट्राफिक पुलिसले के भनेकै छैन अझै फेरि तपाईले सोच्नु होला अब त राजकुमार सुध्रेछ रेस्पेक्टको कुरा गर्दैछ रेस्पेक्ट आफै विचार गर्नुस् यो पाखण्डे कसरी सुध्रेला दाइ यहाँबाट कालीकोट कति टाइम लाग्छ 10-12 घण्टा उही कति किलोमिटर हो यसो भए तँलाई साइकल बाइक जिपमा त चलाउन आउँछ तँलाई गुगल म्याप हेर्न आउन मुजी गुगल म्याप हेर्न सिक पहिला साथीहरु तपाईहरु मध्ये एकजना राजकुमारको घरमा गएर यसलाई फिता चलाउन सिकाउनु ताकि यसले कालीकोटसम्मको डिस्टेन्स नाप्न सकोस् थ्याङ्क यू दाइ 12 घण्टा लाग्छ भन्छन् त यार अंकल त मलाई यसको ब्लग हेर्दा शंका चाहिँ लाग्थ्यो आज प्रष्टै भयो कि यसले एउटै मान्छेलाई उति बेला दाइ उति बेला अंकल भन्दाखेरि यसले भाङ खाएर ब्लग बनाउँछ ओए 12 घण्टा पो भन्छ त ए रानीको बान भन्छ त हुँदैन के भन्नुहुन्छ त भन्नुहुन्छ त रेस्पेक्ट नराम्रो के गरे जिद्दी गर्ने बानी हटा पहिले ओर्ले भनेपछि ओर्ले न खुरुक्क ओर्ले भाइ गल्ती नगरे कसैले रोक्दैन केही त के भन्लान् ओर्ले भनेपछि जाउँ ल सो त्यो गाइज अगाडि जाउँ म ल जाउँ रहेछ नि त यहाँ त अब हाँस्नु पर्ने कुनै कारण छैन कसैले जोक्स भनेको छैन कसैले हँसाएको छैन आफै हाँस्छ किनभने यसले भाङ खाकै छ गजब बेइज्जती बटार तैँले एकचोटि यसै गरी बटार भन्दै आफ्नो जिन्दगी बटाइसक्यो अब आफ्नो गर्लफ्रेन्डको जिन्दगी किन बटार्न कोसिस गर्दैछस् लाउने हुने भाङको ओभरडोज भएको कारणले नै यो झ्यालदेखि बाहिर जान लाउन त ढोकाबाट पनि बाहिर जान सक्थ्यो प्यारी समझ गई निर्माण कार्य हुँदैछ अरे सो कतिजना त थाहा नै छैन होला निर्माण कार्य भनेको नाति हामीलाई कहाँ थाहा हुने निर्माण कार्य भन्यो हम त कहाँ जान्ने भाइ हम त पढेको मान्छे नै भाइ तू त डिग्री फाइनल गरेको मान्छे पढे तब तू जान्ना छ तब त तू कठाइने उन बाइक लैजान्ना छ कबै ठाडो लैजान्ना छ मुन्डामा 25 टाका लाउना छ हम कहाँ जान्ने भाइ त गाइस तपाईहरुलाई पनि लागिरा होला यो राजकुमारले कति पढेको छ यसको दिमाग भित्र कति चाहिने कुरा छ कति नचाहिने कुरा छ यसको एउटा सानो क्लिपबाट नि थाहा हुन्छ मैले पनि अहिले युट्युब स्टार्ट नगरेको भए लगभग 15-20 हजारमा जब गरेर हाल्दै किनभने हामी बाहिर जाने चान्सै छैन नि त पढाइ जेरो ए राजकुमारले भनिराख्नु पर्दैन मलाई पहिल्यै शंका लागिसकेको थियो कि त अनपढ गमारस भनेर ल भाग्दिन सर ल भरोसा गर्नुहुन्न ट्राफिक सर बिहारबाट ल्याएको कुकुर जति बेला पनि भाग्न सक्छ भित्र यता चेकिङ रहेछ क्या हेर्नुस् अब नभन्दै भागिसक्यो यसमा पछाडिको आवाज चाहिँ एकदमै बढी भयो क्या त्यही भएर यसमा अलिकति पछाडिको आवाज चाहिँ निकाल्नु पर्यो ठिक छ राजकुमार तैँले बाइकको पछाडिको चक्कामा धेरै भागो आवाज चाहिँ निकालिस् अब त्यो सँगै तेरो दिमागमा भरेको त्यो बतासे हावा पनि निकाल जसको केही कामै छैन पछाडि भिड हेर्नु न खतरा भिड रहेछ यार खतरा छ त्यो भिड त खतरा छ अब त घोडाबाट उत्रेर त्यहाँ कोल्टे फट्टा खाने कोल्टे साथीहरु राजकुमारको केटी होइन हाम्रो गाउँभित्र पसेर गाउँभित्र पालेका भैँसीहरू छन् नि तिनले तर्साउँदैछन् कि बाइकको एक्सिलेटर बटाएर म जान्छु तपाईहरु चाहिँ यो भिडियोलाई लाइक कमेन्ट शेयर गर्नु र सब्स्क्राइब पनि गरिदिनुको अलि मिठो माया दिनु म त्यसको साथ पाडेर सो गाइस तपाईलाई भिडियो कस्तो लाग्यो मलाई चाहिँ एकदम बवाल लाग्यो हैन राजकुमारलाई एकदम कडा रोस्ट गरेको रहेछ भाइले हैन हाम्रो भरत भाइले सो यस्तै भिडियोहरु लिएर फेरि आउने छु हैन सपोर्ट गर्दिनु होला गाइस सब्स्क्राइब गर्दिनु जम्मा 7 जना सब्स्क्राइबर छ अहिले मेरो हैन भर्खर सुरु गरेको हुन त भिडियो पनि 2-4 वटा हालेको छु सो तपाईहरुले सपोर्ट गर्दिनुहुन्छ भन्ने मैले ठुलो आशा राखेको छु सो
आजको भिडियो कस्तो लाग्यो तपाईहरुले कमेन्ट गरिदिनु होला, सुझाव सल्लाह दिनु होला गाइस। सो यति भन्दै मैले आजलाई बिदाई गर्नुपर्ने हुन्छ। फेरि अर्को भिडियो लिएर अर्को दिन नेक्स्ट डे न्यू भिडियो लिएर फेरि आउने छु गाइस। सो त्यतिन्जेरीको लागि बाइ बाइ, जय नेपाल।